हेलो हेलो साथीहरू, गुड मर्निङ, नमस्ते। आज तपाईँहरूलाई म मेरो चाहिँ नौलो ठाउँ पहिलोचोटि जाँदैछु। साथीहरू कति गइसक्नु होला, कति बाँकी नै हुनुहुन्छ होला होइन। जानुभएकोलाई ठिकै छ, नजानु भएकोलाई पनि जान अनुरोध गरेँ। आज चाहिँ हामी बुढी चौर र त्यहाँ सानो पाथिभरा छ अरे, त्यहाँ जाँदैछौँ। भिडियो अन्तिमसम्म हेरेर लाइक, कमेन्ट, सेयर गरेर साथ सपोर्ट गर्नु होला साथीहरू। भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला। हस्त धन्यवाद। ल, अब हाम्रो यात्रा चाहिँ सुरु हुँदैछ। के अरे बुढी चौर अनि सानो पाथिभरा भनेको हाम्रो टोलीहरू 1, 2, 3, 4, 5, 6, 7, 8 हामी 9जना टोली हो साथीहरू। भिडियो हेरेर रमाइलो गर्दै गर्नु होला। ल, हाम्रो यात्रा सुरु भयो साथीहरू। सिमलटार आइपुग्यौँ। सिमलटारमा यसो अब यहाँ चिया त खानै पर्यो। बिहान बिहान छौँ हामी, त्यसैले अब हामी चिया खानातिर लाग्छौँ। ल, अब हामी चिया खाने तर्फमा छौँ। अब हामी चिया खाँदैछौँ। केरा नखाउँ होला, अहिले बिहानै अब लकन गरेको छैन भएर हामी चिया खानातिर लागेको साथीहरू। ल, सुरु भयो हाम्रो यात्रा, पाथिभराको यात्रा। हाम्रो चेत हाम्रो नेक्स्ट भ्लगर होइन। ल, यहाँ भ्लग बनिरहेको हाम्रो प्यारो हेलो दाजु। ल, अब हाम्रो यात्रा सुरु पाथिभराको यात्रा सुरु। अब यहाँबाट हामी कति घन्टा लाग्छ हामी यहाँबाट माथि पुग्न? ल, 2.5 घन्टा चाहिँ लाग्छ अरे गाइस। पछाडि चिप्लेकिरा। ल, यो चाहिँ चिप्लेकिरा देखियो। चिप्लेकिरा बाटोमा पनि भेटियो। यो चाहिँ पहेँलो खालको रहेछ, ठुलो न ठुलो चिप्लेकिरा। यहाँ पनि चिप्लेकिरा। ओहो, लानु मिल्दैन, लैजाउँ न है। त्यसपछि अब हामी यहाँ हल्का सम्म परेको ठाउँ रहेछ। यहाँनिर एकछिन बसेर हामीहरूले फोटो र भिडियो सुट गरियो। अनि त्यसपछि उहाँ तल गाउँ राम्रो भ्यू देखिने रहेछ। साथीहरू त्यो माथि डाँडामा
ओ डाँडानिर पुग्यो हामी अहिले हामी करिब करिब आधी बाटो आइपुग्नु लाग्यो हामी चाहिँ हिँड्न नसक्नेमा पर्छौँ है साथीहरू हामी चाहिँ हिँड्न नसक्नेमा पर्छौँ हाम्रो सरपञ्च साह्रै थाक्नुभयो म पनि थाकेको छु एकछिन आराम त गर्नै पर्यो साथीहरू त्यसैले हाम्रो यहाँ सरले यसो थाकाइको बेलाको फोटो पनि हान्ने भन्नुभएको फोटो पनि हान्नुभएको साथीहरू ल अब हामी फेरि बिस्तारै उकालो लाग्छौँ यस्तैसम्म बाटो भयो त हिँड्न पनि मजै आउने रहेछ साथीहरू तर के गर्ने 10 पाइला सेल्फी डाँडा आइपुग्यो सेल्फी डाँडा हाम्रो सरहरू यता हुनुहुन्छ सेल्फी डाँडामा सेल्फी हानौँ न त जुगा पनि टाँसिनु रहेछ साथीहरू अनि हाम्रोबाट साथीहरू चाहिँ सबैले चाहिँ उसमा के अरे नुन हालेर जुत्तामा नुन हालेर हिँडेका मैले चाहिँ लगाएन साथीहरू अब जुगा लागेपछि मात्रै हालौँला भनेर भनेको म पनि कृष्णको त्यो पनि कृष्णको सारा संसार कृष्णको म पनि कृष्णको जाउला बैकुण्ठ ल साथीहरू कति रमाइलो यस्तो भजन गाउँदै हामी पाथिभर मन्दिरको बाटो कटाउन तल्लिन्छौँ साथीहरू शङ्कर बोला बम 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 शङ्कर बोले बम 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 दर्शन गर्न पाथिभराजम दर्शन गर्न पाथिभराजम देउराली भन्ने ठाउँ रहेछ यहाँ चाहिँ यो ढुङ्गा माथि यसरी राख्दा अब के मनोकामना पुरा हुन्छ सोचेको कुरो पुरो हुने होला हामी पुग्नुपर्ने उता माथिको डाँडा है साथीहरू माथि डाँडा पुग्नुपर्छ अब मन्दिर
यसरी हुने किरा लिएर आएको छु चिप्ले किरा यो स्टिकमा चाहिँ हेर्नु है अलि ठ्याक्कै पहेँलो चिप्ले किरा है यो चिप्ले किरा हो मैले बोकेको यो चिप्ले किरा हो अनि यो यसले पावर बनाउँछ रे हैन यही हो पाथिभरा ए लाउनु हो त्यसपछि घुँडा त्यसपछि कम्मर यो पाउ अनि त्यसपछि पाउ पाथिभरा आउनु अझै सर ब्लग चल रहा है ब्लग चल रहा है ल पाथिभरा दिव्यधाम छत्र डाँडा ल फोटो हालौँ सर फोटो जय पाथिभरा माता आइपुग्यो यो पाथिभरा दिव्यधाम छत्र डाँडा आइपुग्यो साथीहरू पाथिभरा माता छत्र डाँडा आइपुग्यो साथीहरू हाम्रो भाइको कानमा रविन्द्र भाइको कानभित्र पस्यो क्या जुगा यार कानभित्र जुगा पस्यो क्या कानभित्र जुगा फालिदिएको छ यार पाथिभरा माताकोमा यसरी कुखुरा पनि चढाउँदो रहेछ यो चढाएकै कुखुरा हो अरे यत्तिकै भन्छ खोइ स्यालहरू पनि आउँदैन यो माताको शक्तिले हो क्या अरे भालेलाई केही गर्दैन यत्तिकै चढेर बस्छ अरे यो पञ्चकन्या भन्नु भएन पञ्चकन्या शिला पाथिभरा माता यो यहीँ उत्पत्ति भएको अनि त्यसपछि उहाँ माता चाहिँ पछि के अरे स्थापना गरिएको माता अब चाहिँ हामी तल हवन कुण्ड अनि के छ अरे त्यही दर्शन गर्न जाँदैछु मौसम पनि आज शीतल छ पाथिभरा माताले मौसमलाई पनि एकदम रमाइलो बनाइदिनु यो के छत्रेश्वर महादेव गुफा छत्रेश्वर महादेव गुफा छत्रेश्वर महादेव गुफा अब हामी गुफाभित्र प्रवेश गर्दैछौँ साथीहरू अब हामी
सत्रेश्वर महादेव गुफा ग्रुप एकैचोटि जाने गुफा प्रवेश गर्दैछौँ यो टी-सर्ट सिसर्ट सब फोहोर भयो होला अलिअलि भइहाल्छ नि सर गुफाभित्र छिरेपछि त पालो हाम्रो बोला त हामी चाहिँ गुफा प्रवेश गुफा महादेव गुफा जय महादेव जय महादेव गुफा छत्रेश्वर महादेव गुफा जय छत्रेश्वर महादेव जय जय छत्रेश्वर महादेव जय छत्रेश्वर महादेव यति नै हो महादेवको चाहिँ खोइ ल गुफा चमेरो पनि रहेछ महादेव ओहो यहाँभित्र पनि रहेछ नि त ठाउँ महादेव गुफा जय महादेव जय महादेव यो त भित्र रहेछ नि त सर जाने ठाउँ भित्र रहेछ लाइट चाहिँ यता बाल्दैन होइन कस्तो छ भित्र ए ऊ पुरै सुरङ्गी छ सर नजानु यहाँबाट लाइट बाल्दैन न सरले जय महादेव जय यहाँ चाहिँ मलाई चढाएको छ नि जय महादेव छत्रेश्वर महादेव गुफा जय छत्रेश्वर महादेव भित्र रहेछ ठाउँ हामी पनि यहाँ छौँ दाइ तर केही छैन हामी अब यहाँभन्दा भित्र चाहिँ अब जान सकिन्न हामीलाई पनि डर लाग्यो हामी 4-5 जना छौँ सर तर पनि डर लागेको यता पनि ओहो मेन महादेव जय हो महादेव जय हो महादेव यता पनि गुफा जय महादेव रक्षा गर प्रभु त्यतै बत्ती देखाउनुपर्छ पर्दैन मसँग छ सर पर्छ दाजु पर्दैन मैले बालेको छु बाहिर निस्किँदै छु साथै प्रभु बसेर आउनुहोस् बसेर हो गुफा पनि हेरे साथीहरू गुफा छिरेर आयो मौसम पनि यस्तो रमाइलो छ साथीहरू लागेर आज घाम पनि लागेको छैन हुस्यो लागेर मजाले शीतल भएको छ आज पाथिभरा माताले को दर्शन गर्न आयो हामी पाथिभरा माताको दर्शन पनि गरिसक्यो पाथिभरा माताको होइन अब चाहिँ हामी एकछिन यहाँ आराम गरेर यसो खाजा खाएको जस्तो गर्दैछौँ अलिकति तल अब चाहिँ हामी तल हिँड्दैछौँ अब फर्किँदैछ अब हामी यहाँबाट कहाँ रे बुढीचौर जानेछौँ
जय जय पाथिभरा माई रक्षा गर। ल यो भाले चाहिँ यसरी यहाँ लिएर आएर चढाउनु भएको रहेछ यो मन्दिरमा यत्तिकै हुँदो रहेछ। यो कसैले केही गर्दैन, यो कसैले खाँदा पनि खाँदैन, यहीँ चढेर बस्दो रहेछ साथीहरू। ल साथीहरू पाथिभरा माताको मन्दिरमा आउँदाखेरि पानी पसलको पनि व्यवस्था चाहिँ रहेछ। तर बाटोमा खानको लागि चाहिँ यसो 1 लिटर जति पानी बोकेर आउनु सहज हुन्छ। उकालो बाटो चढ्दाखेरि पानी तिर्खा लाग्दाखेरि पानी खानु हुन्छ। तर यहाँ आइसकेपछि मन्दिरमा आइसकेपछि मन्दिरको प्राङ्गणमा आइसकेपछि यहाँ फ्रिज चाहिँदैन साथीहरू, यस्तो चिसो छ पानी। फ्रिजमा हालेको भने मिठो छ। रोशन सरले खानुभयो एउटा मैले आइदिएँ। खाँदैछौँ साथीहरू। रेस्ट गरेर दर्शन गरिवरि हामी उतैबाट लिएर आएको स्याउहरू हल्का बिस्कुटहरू खाँदैछौँ साथीहरू। अनि हाम्रो सरको अनुभव कस्तो रह्यो आज? एकदम रमाइलो। अनि हाम्रो सरको सोचे भन्दा राम्रो भएको छ। सम्पूर्णको आस्था देख्दा एकदम मन प्रसन्न भयो मेरो आज। अब हामी यहाँबाट अब हाम्रो यात्रा भनेको बुढी चौर। यात्रा हाम्रो यो त्यहाँ झरना गुफामा गएर जाने, त्यसपछि हामी त्यहाँ तलबाट शिखरगढी माथिपट्टि गढी दरबार हुँदै भेटबाट जाने। अनि यत्रो यत्रो छ त्यो चिप्ले किरा ठुल्ठुलो त्यही त हो नि त। भनेपछि त्यसलाई पहिला सुकाउने सुकाउने अनि कुट्ने पिन्ने अथवा अनि धुलो हुन्छ, धुलो भइसकेपछि अनि चियामा अनि दुध र चियामा हालेर खानु पर्यो। ल अब हाम्रो यात्रा ओह्रालोतिर लाग्यो साथीहरू। अब पाथिभरा मन्दिर दर्शन गरेर सक्यो। अब चाहिँ हामी बुढी चौर, हाम्रो गन्तव्य बुढी चौरको हो। अब हामीले बुढी चौर लाग्दैछौँ। पानी पऱ्यो साथीहरू। पानी परेर हामीले यहाँ बिच बाटोमा यो बस्ने ठाउँ बनाएर छ, त्यहाँ चाहिँ स्नान गर्छौँ। अब यो पानी रहेपछि अनि बल्ल हामी फेरि ओह्रालो गर्दैछौँ साथीहरू। पर्दैन छेक्यो देउराली डाँडा होसुरा कुहिरोले। पुरै अँध्यारो महसुस भइरहेछ। अब करिब हामी आधी घन्टाको ओह्रालो पछाडि त्यसपछि हामी सवारी साधन बाइक राखेको ठाउँसम्ममा पुग्छौँ। त्यसपछि हामी बुढी चौर जाँदैछौँ साथीहरू। ल हामी घुस्यो साथीहरू। मौसम अब हामी चाहिँ पाथिभरा मन्दिरबाट झरेर आयौँ। मौसमले पनि एकदम साथ दिइरहेको अवस्था, हल्का पानी परिरहेको छ अनि बादल आइरहेको छ। अनि चस्मा नदे हानेर रिसार है नरुस रिसाको